राख्ने हो के ल मान्छे राम्रोसँग पढ ज्ञानी हो हैन भने मान्ने हो यति हो भने मान्ने एसीमा चाहिँ यही हो नि खुसी हुने ए प्लस देखि माथि है ए प्लस ले है राम्रोसँग पढेर दुईटा दुईटा प्लस हान्दै जेसुको होस् कान्छ बाकीमा यो पुरा दिमागमा घुसिरहेको है 2 वर्ष बाँकी छ हामी सबैको यहाँ कतिजनाको आशीर्वाद लाएर माइलो पनि जेसुको होस् एमा दुईटा प्लस हान्दै बरु के रे मैले मैले भने पहिले सन्धि बोल्ने हुने है बोल्ने हजार? हुने हजुर ए बोला ल्यायो त्योभन्दा के बढी दिन आउँछु नि फेरि बोल्ने हुने 1000 रे त नि केटा अनि के हो ल मन्जिले के छ तेरो विचार 1000 पाउने कि भारी बोक्दैन आदि सबै हो होइन ए प्लस ल्यायो भने त्योभन्दा के दिन्छु कि 1000 त त्यतिकै हो त्योभन्दा बढी नि दिनु आज गिफ्ट के हो बोल्ने गिफ्ट के यहाँ चाहिँ नबोली बस्ने हैन बुझि मन्दिर राम्रोसँग पढ्ने हँ यसै गरी जहिले राम्रोसँग पढ्ने कुरा बुझ्यो कि बुझन नमस्ते गरेर त्यहाँ त्यसले नमस्ते गरिदेऊ न उसलाई त्यसलाई चाहिँ के भन्ने होला अब यसलाई नि ज्ञानी हुने हैन ल पछाडी ज्ञानी हुने मुखमै लाग्ने हैन राम्रोसँग पढ्ने अर्को पालि ए प्लस ए को जिपे ल्याउनुपर्छ ल हास न खोइ भने म त बुझ्दिनँ खोज्यो माइला र कान्छाले अलरेडी खोजी एक्जाममा बुलेले बोकेर हिँड्नी माइला र कान्छाले त अलरेडी खोजी पे ल्या हो अस्ति नै अनि फर्स्ट सेकेन्ड थर्ड भएको उनीहरु त अनि एक्जाममा तिमी बुलेले नि बोकेर त्यस्तै हिँड्नी जानु खोइ मेरो छैन सबै यता लेखा न धेरै पैसा छ ए प्लस ल्याऊ अनि त्यसपछि त्यसमा गिफ्ट आउँछ यो अब यो बनाउनु बाकी हो नमस्ते सिट गरेर मम्मीले हामीलाई दिदी एक ठाउँ बस्नु अनि आदि भाइला कान्छ म मिलाउनु पर्ने खोइ कान्छ आमा हजुर भन्न नमस्ते यता हेर रे